तपाईहरुले देखिरहनु भएको यो हो नेपाली दुर्लभ प्राणी। यसको वैज्ञानिक नाम अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन। आज इतिहास बनाउने दिन हो, किनकि यस नेपाली दुर्लभ प्राणीले अन्ततः आफ्नो रोकिएर रहेको काम सुरु गर्ने निर्णय गरेको छ। काम सुरु गर्नुभन्दा अगाडि यसले आफ्नो सामान 10 पटक सफा गर्छ, मानौ सफा सामानले नै काम गरिदिने जस्तो। अब यसको दिमागले कामभन्दा बढी छुट्टीको योजना बनाउन थालेको छ। ओहो, नभन्दा एउटा नोटिफिकेसन आयो। अब आजको काम यतिमै समाप्त भयो। आज पनि काम भोलिको लागि सारियो। यो त यस प्रजातिको सबैभन्दा पुरानो परम्परा हो। यदि यो प्राणी फेरि भेटियो भने अर्को एपिसोडमा अनुसन्धान जारी राख्नेछौँ।